अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नम्बर 9 ढिकपुरको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको आयोजनामा वैशाख 11 गतेदेखि 15 गतेसम्म अपाङ्गता भएका व्यक्तिहरूको लागि 5 दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रम सङ्घको सभापति श्री रूपा ओलीको अध्यक्षता तथा 9 नम्बर वडा कार्यालयको वडा सचिवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सङ्घको सचिव श्री भूमा चौधरीले सञ्चालन गर्नुभएको थियो। सबैलाई नमस्कार। आज हामी 5 दिने गुडिया तालिमको समापन कार्यक्रम गर्न गइरहेका छौँ। केन्द्र दाङको सचिव भूमा चौधरी कार्यक्रममा उपस्थित भएको छु। हाम्रो यस गुडिया तालिमको समापन सत्रको अधिष्ठान आसन गर्नको लागि म नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाको सभापति श्री रूपा ओलीजीलाई म अधिष्ठान आसनलाई धन्यवाद गर्छु। त्यसै गरी उपमहानगरपालिका वडा नम्बर 9 को वडा सचिव तिलक बहादुर बाठाज्यूलाई प्रमुख अतिथिको रूपमा आसन गर्नलाई धन्यवाद गर्दछु। त्यसै गरी यो 5 दिने तालिमको प्रशिक्षक विष्णु थापाज्यूलाई म अतिथिको आसनलाई धन्यवाद गर्दछु। र यहाँ तालिममा उपस्थित सम्पूर्ण सहभागीज्यूहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गर्न धन्यवाद गर्दछु। अध्यक्षज्यू, प्रमुखज्यू, वडा सचिवज्यू, विक्रम सर र यहाँ आजसम्म मसँग 5 दिनसम्म रहनुभएका पर्सियालीहरूलाई मेरो हार्दिक नमस्कार। सर्वप्रथम त यो मलाई अपाङ्गहरूलाई जुन कार्यक्रम चलाउन मैले पाउँछु, वडाबाट होस् अपाङ्गै अफिसबाट होस्, त्यो चाहिँ असाध्यै मलाई खुसी लाग्छ। सबभन्दा मलाई जिन्दगीमा सबभन्दा राम्रो लाग्ने काम पनि त्यही हो। सेवा मान्छेले खर्चिएर आफ्नो पैसा लगाएर सेवा गर्न पाउने ठाउँमा अझै पैसा पाएर सेवा गर्न पाउँदा म असाध्यै खुसी छु। सम्पूर्ण टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु। दिन दिनमा उहाँहरूलाई खासै उहाँहरूप्रतिको हात दुख्ने, कसैको खुट्टै छैन है, कसैको बिचरा राम्रोसँग हातै लाग्दैन, त्यस्तो मान्छेहरूले 3टा आइटम हुँदैन होला, 2टा आइटम गर्ने भन्ने कुरो पनि लाग्थ्यो सरसँग मेरो। फेरि मैले पछि सरलाई सर के 3टै राखिदिउँ भनेर सरले पनि फेरि हुन्छ म्याडम राखिदिनु भनेपछि हामीले 3टा बनायौँ के। घरमा राख्छन् नि, अनि त राख्छन्, गिफ्ट दिन भयो मान्छेलाई आजकल बर्थडेमा, अनि सजाउनलाई भयो होइन। तपाईँहरूले त्यो 200 रुपियाँ सिकाएको फिस मात्रै लिएर काम गर्नुभयो भने तपाईँहरूलाई आफूलाई चाहिँ खर्च गर्ने पैसा उठ्छ। यो समापन कार्यक्रमका चाहिँ आयोजकज्यू, प्रशिक्षकज्यू, सम्पूर्ण सहभागी चाहिँ दिदीबहिनीहरू, विक्रम सर, यो कार्यक्रम जो हाम्रो चाहिँ 81-82 को उसमा अपाङ्गलाई चाहिँ एउटा सम्बोधन हुने खाने चाहिँ निवेदन गरेका थियौँ। अघि नै सहभागी दिदीबहिनी कम हो भन्ने कुरा हिसाबले यो जो अनुयोजना तपाईँको यहाँ बाटा लक्षित वर्ग धेरै सक्रिय गाउँमा पर्ने उता टाढा सीमित साधनमा हामी सालकै चाहिँ योभन्दा गीत गरौँ भन्ने हुन्छ, तर बाध्यात्मक नै भइहाल्छ। अब अरू युवाले समेट्न भने, अरू महिलाले समेट्न भने, अपाङ्गले समेट्न भने, ज्येष्ठ नागरिकले समेट्न भने, सबैले चाहिँ समेट्न पर्ने यसको चाहिँ सीमा निर्धारण हुन्छ। त्यही भएर हो। तर यो जति सिक्नु हो त्यसको लागि म वडा अध्यक्षज्यू यो समापन कार्यक्रममा आइपुग्नु पनि उहाँले चाहिँ तपाईँको शुभकामना भनिदिनु होला, बधाई दिनु होला भनेर भन्नुभएको छु। त्यो कुरा तपाईँको बिचमा राखेँ र स्वयं मेरो तर्फबाट म चाहिँ अस्ति उद्घाटनको दिन यस्तै कारणवश चाहिँ उपस्थित हुन सकिनँ। त्यो हुनाले पनि आज एकैचोटि समापनको दिन चाहिँ तपाईँहरूले स्वागत पनि, त्यसपछि तपाईँहरूले यो कार्यक्रम समयमै सम्पन्न गरेको सफलताको चाहिँ कामना गर्छु। र यो झिमौरा अपाङ्ग सङ्घ झिमौराले जुन हामीले चाहिँ साथसहयोग गर्यो, उक्त संस्थाप्रति म चाहिँ आभार व्यक्त गर्न अध्यक्षज्यूप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी चाहिँ उहाँले स्वतस्फूर्त रूपमा मेरै लगानीमा मैले जति चाहिँ मेरो बलबुताले भएसम्म मैले चाहिँ प्रयास गरेँ, मैले सिकाएँ। केही न 4-5 जना 6-7 जनाबाट 2-4 जना चाहिँ अलिकति आत्मनिर्भर हुने खालको
भयो भने सबभन्दा उपलब्धि त्यो पनि हो। एकैचोटि सबैले चाहिँ 10जनै गराएर 10जना पनि सिक्न सक्ने अवस्था पनि थिएन। त्यो 2-4जना सिक्नुहुन्थ्यो। जति सिक्नु भएको छ तपाईँ चाहिँ व्यवसाय चाहिँ बन्नु होला भन्ने चाहिँ शुभकामना दिन चाहन्छु। अब अन्य चाहिँ वडाको तर्फबाट अलि राम्रो हलहरू चाहिँ उपलब्ध गराउन सकेको भए त्यसमा राम्रै हुन्थ्यो। अब उता चाहिँ कार्यक्रम जुट्या हुनाले पनि अब सबै हलहरू कोही जे कार्यक्रम पनि हुनसक्ने हुनाले अब यस्तो ठाउँमा बसेर गर्न पर्ने भयो। त्यसको लागि चाहिँ म वडाको तर्फबाट चाहिँ क्षमा प्रार्थी छु। त्यति भन्दै तपाईँहरूको सफलताको कामना गर्दै मेरो भनाइ यही राख्छु। धन्यवाद। नानी हो त्यस्तै गरी बस्छ कस्तो राम्रो आउँछ यता उपस्थिति हाम्रा तालिमी सहभागी व्यवस्थापक र यो आज 5 दिनको जुन कार्यक्रम हामीले राखेका थियौँ 9 नम्बर वडा गोराइको महानगरपालिका वडा नम्बर 9को सङ्घमा आयोजन हामीले आर्थिक सहयोगमा कार्यक्रम पेस गरे अनुसारको यहाँबाट स्वीकृति भएर 10 गते हामीलाई चाहिँ सम्झौता गर्न बोलाउनु भयो र 4 दिनको कुरामा हामी यति छिटो सम्झौता पनि भयो, पास पनि भयो र काम पनि हामीले सुरु गर्दाखेरि 5 जना सहभागी भनेको ठाउँमा 4 जना सहभागी 3 जना हुनुभयो। 2 जना त आउनुभयो तर उहाँको हात चाहिँ नचल्ने भएपछि यो त हातले काम गर्नुपर्ने भएको हुनाले त्यो समस्या भएको कारणले उहाँहरू 2 जनालाई राख्न सकेन, सहभागी गराउन सकेन। 3 जना। अब यही 3 जनामा पनि हामीले राम्रोसँग उहाँहरूले सिकिदिनु भयो भने आर्जन पनि भयो होइन, पैसाको बाटो पनि भयो काम कमाउने। अर्को कुरा तपाईँको सम्मान पनि भयो। फल्ना मान्छेले यसरी प्रशिक्षक भएको छ यहीँ वडाले त यो तालिम दिनु पऱ्यो भने हाम्रो विष्णु बहिनीलाई खोज्दैन, तपाईँलाई खोज्छ। किनभने तपाईँ सक्षम भएपछि त उहाँलाई खोज्छ नि। ल आउनुहोस् यो गुडिया तालिम बनाउनुहोस्, तपाईँले प्रशिक्षक बन्नुहोस् भनेपछि यो वडामा तपाईँले के अरे प्रशिक्षक भएर पनि सिकाउन सक्नुहुन्छ क्या। सिपै त हो। ठुलो बाहिरबाट हामीले ल्याउनुपर्छ भन्ने छैन होइन। तपाईँले त्यति क्षमता तपाईँको भयो भने त्यो पनि गर्नुपर्ने र हातले मसिनो सियो धागो हाल्नेदेखि लिएर टाँकादेखि लिएर के अरे यो तयार गर्दाखेरि अलिकति हात लरङ लरङ भएको मान्छेलाई चाहिँ गाह्रै छ कि। जुन आउनुभएको थियो उहाँ फर्किनु भयो, दुःख त लाग्यो। अब राख्नु सकेन, उहाँहरूको क्षमता अनुसारको हुन सकेन। र यसमध्ये पनि हाम्रो यो 3 जना मध्ये पनि यहाँ बहिनी चाहिँ 1 नम्बरमा हुनुहुन्छ। यहाँ बहिनीले बनाएको होला सायद यो गुडिया जस्तो लाग्यो मलाई। हो तपाईँले बनाए जस्तो होला जस्तो लाग्यो मलाई। किनभने यो सबै हेर्दै जाँदाखेरि यो अलिकति स्तरको छ कि। र पहिले यति राम्रो उहाँले पहिलोचोटि नै गुडिया बनाइदिनु भयो भने अबदेखि तपाईँ अब मैले सिप सिकेँ म जान्ने भएँ भनेर तपाईँ छपक्क लाएर बस्नुभयो भने त्यो सिप त कहाँ जान्छ। अब बहिनीले भने जस्तै भन्नुभएको छ तपाईँले 5 जना मान्छे 2 जना मान्छे ल्याएर सिकाउनुहोस्, पहिले पैसा नलिनुहोस्, फेरि सिकाइदिनुहोस्। उनीहरू त प्रभावित हुन्छ नि, मलाई सिकाइदियो भने चाहिँ अर्को आउँछ, अर्को नानु अब के गर्ने, अब अलिकति त दस्तुर राख्नै पर्यो भनेर उसँग फी लिनुहोस्। 100 रुपियाँ लिनुहोस्, 50 लिनुहोस्, 200 लिनुहोस्, सिकाइदिनुहोस्। अब 3 दिनमा त तयार भइहाल्छ, 4-5 दिनमा त तयार हुन्छ एउटा चिज। र हामीले 5 जनाको सामान ल्याएको त्यो सामान किन उ गर्ने भनेर यहाँहरूलाई नै फेरि बनाउनुहुन्छ उ गर्नुहुन्छ भनेर त्यो उ गर्ने कुरा पनि गऱ्यौँ, दिने कुरा पनि गऱ्यौँ। काटेर लाउनु भएको छ, अब तपाईँहरूले भरेर बनाउनुहुन्छ, फेरि तपाईँहरूले बिक्री पनि गर्नुहुन्छ, कसैलाई गिफ्ट दिन मन लाग्यो भने दिनुहुन्छ होइन। अहिले मान्छेले बर्थडेमा जाँदा पनि बच्चाको हो भने यस्तै गुडिया लिएर जान्छन्। छोराछोरीको बर्थडेमा जाँदा गुडिया लगिदिएर जान्छ, पान्डा लगिदिएर जान्छ होइन, कुसन लगिदिएर जान्छ भने विभिन्न किसिमका काम लाग्छ कि यिनी चिजहरू घरमा सजाउने, सजावट राख्ने भन्दै। आगामी दिनहरूमा पनि वडा कार्यालयले अपाङ्गलाई विशेष गरेर हामी सपाङ्ग अरू भन्दा अपाङ्गलाई अलिकति विशेष गरेर वडाले चाहिँ आफ्नो गाउँ स्तरमा अपाङ्ग कस्ता छन्, के छन्, अपाङ्गलाई कसरी हामीले उनलाई उत्थान गर्नुपर्छ, कस्तो कार्यक्रम दिँदा हुन्छ भने बजेट चाहिँ छुट्याउने। यति अपाङ्गलाई भनेर बजेट छुट्याइदिनु भयो भने त्यही अनुसारको त्यो बजेटभित्र रहेर के काम गर्न सकिन्छ, कस्तो खालको उनीहरूलाई चाहिँ दिन सकिन्छ, त्यो चाहिँ यस्तै सम्बन्धित निकायहरूसँग सम्पर्क गरेर समन्वय गरेर ल यस्तो छ है, तपाईँहरूले चाहिँ हामीले यति बजेट छुट्याइदिएका छौँ,
यसको लागि अब के हुनसक्छ, के गराउन सकिन्छ, के दिन सकिन्छ, उहाँहरूले के पाउने। हामीले नगद बाँड्ने त होइन होइन, नगद त सरकारले दिनुभएको छ। अब उसले सिकाउन सिपलाई चाहिँ बढाउने प्रयास गर्यो भने 121 सदस्य पनि हुन सक्छन्, गराउन सकिन्छ। र हाम्रो प्रशिक्षकज्यूले यति राम्रोसँग उहाँले चाहिँ हामीसँग अपाङ्गसँग मिलेर कति ट्रेनिङहरू चलाउनु भयो, कति उहाँसँग सिलाइदेखि लिएर गुडिया, सरफ, मोमबत्ती, अगरबत्ती दुनियाँभरिका सिपहरू हामीले अपाङ्गहरूलाई प्रदान गरेका छौँ। उहाँहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। बाहिर महँगो प्रशिक्षक हुनुहोला, तर हामी अपाङ्गसँग उहाँले चाहिँ त्यसरी पसेर पनि उहाँले गर्नु भएको छैन। हाम्रो तपाईँको संस्थालाई हेरेर, तपाईँको संस्थालाई मार नपर्ने हिसाबले मैले चाहिँ गर्छु भनेर चाहिँ अहिलेसम्म सहयोग गर्दै आउनु भएको छ। र आगामी दिनहरूमा पनि विष्णु बहिनीले हामीलाई अपाङ्ग सङ्घलाई चाहिँ हेर्नुहुनेछ, कार्यक्रममा सहभागिता दिनुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु।